हेलो हाई दर्शन नमस्ते साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। अब म किचनमा आइसकेँ। लथालिङ्गे बनाइसकेछु। साँझको खाना बनाउनको रेडी। आजको साँझको खाना के छ भने साथीहरू गहुँको खाना छ है साथीहरू, गहुँको खाना है। ल आज म बनाउँदैछु हेरिस, देखाउँछु ल। ल साथीहरू, मैले यो गहुँ भिजाएर राखेको थिएँ, यस्तो राम्रो मजाले फुलेछ। अब म यसलाई पकाउँछु अर्को पानीमा। त्यसको लागि म भाँडा लिइसकेँ। कत्रो छ भाँडा पनि, आमा। पानी बसालिसकेँ साथीहरू। यसलाई म एकछिन छोपिदिन्छु। सजिलो छ साथीहरू पकाउनलाई है, मलाई त मन पर्दैन नि। अब यो मैले यो पानीमा राखिदिन्छु। हेर्नु है साथीहरू, धेरै सजिलो। ल साथीहरू, मैले यसमा अब 1.5 किलो कुखुराको मासु लिइसकेको छु। नुन लगाउँदैछु, यसमा राखिदिन्छु भिनेगर। यसलाई अब राम्रोसँग धुनु पऱ्यो नि त, गन्ध हराउँछ सेतो बनाउनको लागि, किनकि यो हड्डी त फाल्ने हो, मासु झिक्ने हो नि त यसको। अब यो कुखुराको मासु सर्लक्क धुनु पऱ्यो राम्रोसँग। नुन र भिनेगरले धोएको नि त, एकदम राम्रोसँग धुनु पऱ्यो। यता फेरि यो गहुँ पाक्दैछ, हेर्नु है यस्तो। अब यही गहुँ पाकेकोमा अब यो मासु राखिदिने है, हेर्नु यसरी, किनकि सँगसँगै पाक्छ। पछि हड्डी आफै छुट्टिन्छ, आफै छुट्टाउनुपर्छ निकाल्ने है साथीहरू। अनि मासु त्यहीँ रहन्छ, अनि हड्डी चाहिँ एकदम पाकेर फक्क निस्किन्छ। अब पछि यसलाई नुन हाल्ने अनि दुधहरू हाल्ने पछि हाल्छु। अहिले एकछिन ढाकिदिन्छु। यसलाई बेला बेलामा चलाइरहनुपर्छ, नभएदेखि जम्छ कि फेरि भुइँमा ट्याप्पै जम्यो भने त्यतिखेर नराम्रो गनाउँछ। हेरिस कस्तो भएको छ है, हेर्न पर्यो। उम्लिएछ। मैले सानो आगो बनाएको छु, किनकि नडरोस् भुइँमा नसमातोस् भनेर के। पाक्दै रहेछ। यो त 5 घन्टा लाग्छ क्या साथीहरू पकाउन यसलाई। यस्तो अब यो डढ्यो भने मान्न कति झ्याउ हुन्छ। सानो आगोमा पकाइरहनुपर्छ। ल हेर्नु साथीहरू, जिरिसी यस्तो भयो। ल हेर्नु त है, हड्डी मासु सब छुट्टिसक्यो। हड्डी अब निकाल्नुपर्छ हल्का हल्का। मैले सब कुखुराको हड्डी निकालिसकेँ। मासु छ। अब यो दुध पाउडर पानीमा घोलेको है, अब यो यहाँ राखिदिने हो। ल हेर्नु साथीहरू, यसलाई यसरी हालिदिनुपर्छ क्या। यसलाई अब मजाले चलाउने। हेर्नु त, यो दुध यस्तो घोलिनुपर्छ, बल्ल राम्रो देखिन्छ, मिठो कलर आउँछ। अब साथीहरू मैले चिनी पिस्छु है।